गर्छु भन्दा भन्दै पनि गर्न सकिन्न। परिवारले आश गरेको छ, मर्न सकिन्न। कोसिस नगरेको होइन, अघि बढ्ने प्रयास नगरेको होइन। हरेक दिन हरेक रात संघर्षको आगोमा नजलेको होइन। मनभित्र बाहिरका बाधाहरू पन्छ्याउँदै अघि नबढेको पनि होइन। सपना पूरा गर्ने होडबाजीमा हरेक रात निन्द्रासँग झगडा नगरेको होइन। तर समस्याका सागरहरू झन् ठूला ठूला बाढी लिएर आउँछन्। चुनौतीका पहाडहरू हरेक दिन झन् अग्ला अग्ला हुँदै गएका छन्। सायद अब यही पाराले यहाँ भन्दा उता तर्न सकिन्न। खाली मन, खाली हात, खाली खुट्टा अब यो पहाड चढ्न सकिन्न। हार खाएर कयौं पटक हातमा डोरी नलिएको होइन। सधैँ बाँच्ने औषधि किन्ने फार्मेसीमा मर्ने अमृत नकिनेको पनि होइन। तर घाँटीमा डोरी बिर्नु अगाडि सोध्छु, आमाले त्यो घाँटीको सुनको मङ्गलसूत्र कसको पढाइको लागि बेचेकी होलिन्। मर्ने अमृत पिउनु अगाडि सोध्छु, बाबाले चर्को घाममा हरेक दिन खुन पसिना कसका लागि बगाएका होलान्। सोच्दा सोच्दै आँखा आँसुले भरिन्छ, मन भकानिन्छ, अस्त व्यस्त हुन्छु। अनि अन्तर्मनबाट आवाज आउँछ, विकल्प, बाबाको ठूलो विश्वास छ तँसँग, आमाको विशाल आशा छ, परिवारको ठूलो भरोसा छ। यसरी तोड्न मिल्दैन। अनि आफैले आफैलाई सम्झाउँदै भन्छु, चाहे जेसुकै होस्, चाहे जेसुकै होस्, सजिलै यसरी कायर जस्तै मर्न सकिन्न। चाहे जेसुकै होस्, यसरी सजिलै कायर जसरी मर्न सकिन्न। यार दुनियाँमा के पो छ र जे गर्न सकिन्न। जिन्दगी हो, समस्या आउँछ, चुनौती आउँछ, केही छैन। समस्या आउँछ, चुनौती आउँछ, केही छैन। यार अब त अघि बढिरहने हो, पछाडि सर्न सकिन्न। अब त अघि बढिरहने हो, पछाडि सर्न सकिन्न। हस्, धन्यवाद।